युकेबाट गिविना मगरले 10 जना बिरामीलाई रु 50,000 का दरले सहयोग। दर्शकबिन समाजसेवी गिविना मगर अहिले युकेमा श्रीमानसँगै हुनुहुन्छ। उहाँ नेपालमा नभए तापनि गरिब दिन दुखीहरूको भगवान भनेर चिनिएकी गिविना मगरले गत महिना जेन्जीहरूको आन्दोलनको क्रममा घाइते भएका बिरामीहरूका लागि रु 5 लाख सहयोग गरेकी छिन्। उनले आजभन्दा केही दिन अघि एउटा भिडियो बनाएकी थिइन्। उक्त भिडियोमा भनेकी थिइन् उनले 10 जना बिरामीलाई रु 50,000 का दरले 5 लाख छुट्याउने छु, जो कि आर्थिक अवस्थामा निकै कमजोर भएकाहरूलाई यो रकम सहयोग गर्नेछु। एकदमै निडी बिरामी कोही हुनुहुन्छ भने चाहिँ मैले अब 10 जना बिरामीको लागि चाहिँ 50,000 बरु छुट्याउने निर्णय गरेँ क्या। एकदमै आपतकालीन अवस्थामा भएको होइन। अनि कोही हुनुहुन्छ भने चाहिँ मेरो पहिलो भिडियो रिपोस्ट गरेर त्यहाँनिर कोही एकदमै निडी हुनुहुन्छ भने चाहिँ टक्क लाएर के अरे फोन नम्बर राखिदिनु। अनि मेरो नेपालमा भएको अनु बहिनीले चाहिँ फोन गरेर के अरे उहाँको लोकेसन हेरेर बुझेर अनि 50,000 10 जना बिरामीलाई चाहिँ सहयोग गर्नुहुन्छ ल। यदि तपाईँहरूको वरिपरि घरतिर कोही त्यस्तो एकदमै न्यून वर्गको कोही हुनुहुन्छ भने चाहिँ जुन 5 लाख सहयोग गर्ने बाचा गरेका थिए गिविना मगरले जुन पुरा गर्नु भएको छ। मैले 5 लाख रुपियाँ हस्तान्तरण गर्छु भनेको थिएँ। आज मैले मेरो आफ्नो बाचाहरू पुरा गरेको छु। उहाँहरू सबैजना एकदमै आर्थिक स्थिति कमजोर भएको बिरामीहरू हुनुहुन्छ, जसमध्ये 4वटा गोली लागेको जेन्जी आन्दोलनको भाइ हुनुहुन्छ, अनि आमा हुनुहुन्छ होइन, ब्रेन ट्युमर, फोक्सो क्यान्सर, दुवै मृगौला फेल भएको, अनि बेवारिसे बुबा, यस्ता खालका आर्थिक स्थिति निकै कमजोर भएका बिरामीहरू हुनुहुन्छ, जसलाई मैले सानो सहयोग गर्न पाउँदाखेरि आज म एकदमै धेरै खुसी छु। मलाई एकदमै धेरै सन्तुष्टि मिलेको छ र यो सबै कुराहरू म टाढा भए पनि गर्न नसकेको कारण मलाई हेल्प गर्ने मेरो प्यारी अनुभव बुनुलाई पनि एकदमै धेरै धन्यवाद। अनि यो सानो सहयोग स्वीकार दिनुहुने सम्पूर्ण बिरामीहरूलाई पनि